साना साना बालबच्चाहरूलाई एउटा प्रश्न सोधौँ त अहिले संसारमा 7वटा महादेशहरू कुन कुन हुन्? एसिया एउटा सबभन्दा ठुलो, अफ्रिका, अन्टार्कटिका, युरोप, अस्ट्रेलिया, उत्तर अमेरिका, दक्षिण अमेरिका। तर यो बिचमा नेपाल कहाँनिर छ? के औँलाले देखाउन सक्नुहुन्छ संसारको नक्सामा? सक्नुहुन्न भने अब खोज्दै जाउँ त। भारत र चीनको बिचमा रहेको एउटा इँटा आकारको सानो नक्सा पर्छ। भूगोलको नक्सा खोज्ने हो भने गुगलमा त्यसलाई नै भनिन्छ नेपाल भनेर। सनातनवादी आदिवादी के भन्छन् आफै भन्नु होला, त्यो मलाई आउँदैन भन्नलाई प्रष्ट रूपमा। तर नेपाल भन्ने नेपाल नै हो। मैले भनेछु चीन र भारतको बिचमा पर्छ। यो देशमा परम्परागत कालदेखि राजतन्त्र स्थापित थियो। केही वर्षको अन्तरालमा राजतन्त्र हटेको छ यो देशमा र अनि गणतन्त्र भन्ने एउटा छुट्टै तन्त्र आएको छ। एउटा राजाको ठाउँमा हजारौँ राजा राख्ने। तपाईहरु आफै सोच्नु होला, कतिवटा महानगरपालिका छन्, कतिवटा नगरपालिका छन्, कतिवटा उपनगरपालिकाहरू छन्, कतिवटा गाउँपालिकाहरू छन् यो देशमा। तत्कालीन समयमा राजाको समयमा महानगरपालिका, नगरपालिका, गाउँपालिका सबै थिए। है त चलेकै थियो यो देश। के भएको थियो त? पूर्व पश्चिम राजमार्ग त्यति बेलै बनेको थियो। महेन्द्र राजपथ त्यति बेलै बनेको थियो। भए नभएका दुनियाँभरका कल कारखानाहरू त्यति बेलै खोलेको थियो राजाकै पालामा। तर अहिले आएर सबै कल कारखानाहरू बन्द भए। कसको कारणले? कसको कारणले? विदेशीको इसाराको कारणले होइन र? कपडा कारखाना नेपालमै थियो। नेपालीहरूले नेपालमै बनेको कपडा लगाउँथे। जुत्ता कारखाना नेपालमै थियो। नेपालीहरूले नेपालमै बनेको जुत्ता लगाउँथे। हो भन्न सकिनँ धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ, तर पनि सबैलाई नपी त हुँदैन। के हामीले तँचुरो नखा भनेर कसैलाई सकिन्छ? सकिँदैन। तर जनकपुर चुरोट कारखाना बन्द भयो। त्यसको बदलामा विदेशबाट चुरोट आयात गरियो। चुरोट खानेहरूले त यहाँ चुरोट खान छोडेका छैनन् होला। ग्रिनल्यान्ड तपाईहरुले देख्न सक्नुहुन्छ। काठमाडौँको मेन एउटा मुटुमा रहेको ग्रिनल्यान्ड के छ त्यहाँनिर? कस्तो छ त्यहाँनिर? अमेरिकन एम्बेसीका बालबच्चादेखि बुढापाका आएर खेल्छन्। विदेशबाट जति पनि रक्सीहरू आयात हुन्छ त्यहाँभित्र स्टोर गरिन्छ। अनि साधारण जनताहरू त्यहाँबाट हिँडडुल गर्न पनि त्यहाँको सेक्युरिटी गार्डले सुई सिटिरहेर ए उतापट्टि जा है भन्छ। ग्रिनल्यान्ड कहाँनिर छ यहाँनिर? त के तपाईँहरूलाई थाहा छ? थाहा छ? जमल र केशर महलको बिचमा रहेको यो ठाउँ एउटा सानो हिस्सा हो नेपालको। तर यो भारत र अमेरिकाको कब्जामा छ। कसैले आँखा खोलेर हेर्नुभयो भने देख्नुहुन्छ, सुन्नुहुन्छ, बुझ्नुहुन्छ। अनि गणतन्त्र यो देशमा आयो। के भयो त? ए नेपालको दौरा सुरुवाल बेच, दौरा सुरुवाल फाल्दे, कोट प्यान्ट लगा। कोट प्यान्ट के हाम्रो पहिचान हो। नेपाली नारीहरूले लगाउने साडी चोलो हाम्रो पहिचान होइन र? त्यसको बदलामा अहिले एउटा ब्रा मात्र लगाएर चाहिँ केटीहरू सडकमा हिँड्छन्। वाह हाई के हो त्यो? यो त मेरो 5 वटा होला। गर्नुहोस् न पत्याइ।
के अर्को हात जोडौँ? अर्को हातले त मोबाइल समाइरहेको छु, त्यसले त 10 वटा हुन्थ्यो होला, तर मैले सकिनँ। यो सम्भव छैन है हजुर, बिन्ती गर्छु। अनि यहाँ के लाग्छ? धर्मनिरपेक्षता आयो देशमा। आदिवादी सनातन हिन्दू धर्म मान्दै आएका थिए सबैले। पितृदेवो भव, मातृदेवो भव, पति देवो भव, श्रीमती देवो भव। अहिले त यहाँ के आयो? यहाँ आफ्नै बाउले आफ्नै छोरालाई ओइ खाते, आफ्नै श्रीमतीले आफ्नै बुढोलाई ओइ रन्डीको छोरो ओइ खाते, तेरो घरमा किन आएको यसरी? तँले मलाई बाध्यतामा ल्याइस्, ओइ खाते, तँलाई त म पुलिस बोलाएर हाल्छु। त्यो पुलिस प्रशासन चाहिँ कहाँ हो? कसले ल्याएको त्यो पुलिस प्रशासन? म महिनामा 50,000 कमाउँछु भने मेरो इन्कम ट्याक्स भनेर काट्छ, त्यही पुलिसले खान्छ। त्यही पुलिस छैन यो देशको? किन अराजकता फैलाउने काम धन्दा किन हुँदैछ? राजाको पालामा चलिरहेका उद्योग धन्दाहरू किन बन्द गरियो? राजा हटे यो देशमा। राजाको नाममा बनेका त्रिभुवन राजपथ जस्ता राजपथहरू अहिले आएर खोल न त। ए भ्यू टावर होइन ए केपी ओली, केपी ओली राजपथ भनेर एउटा त्रिभुवन राजपथ एउटा राजपथ खोल न त। सक्छौ? किन सक्दैन? आज त यहाँ घरै बिच जसले जहाँ भने त्यहाँ मेरो घरमा बाटो आउनुपर्छ भन्छ। बाटो बनाउँछ, गाउँ गाउँ पहाड पहाड, डोजर चलाउँछ, 1 वर्ष चलाउँछ, अर्को वर्षको वर्षा आउँछ, सबै भत्किएर जान्छ। अनि फेरि अर्को वर्षको बजेट आउँछ, ल बाटो खर्नु पऱ्यो अरे, फेरि अर्को बजेट सुरु हुन्छ। त्यो बजेट पनि सही ढङ्गमा परिचालन भएको छ? यहाँ 2 करोडको बजेट पर्छ भने 50 लाखको काम हुन्छ। 1.5 लाख कहाँ गयो? त्यसको हिसाब किताब गर्ने कोही छ यहाँ? उज्यालो बत्ती बाले कहिल्यै लोड सेडिङ नहुने बनायो देशलाई, अन्धकारमय देशलाई, कुलमान घिसिङ। त्यसैलाई यहाँ केही काम नगर्ने व्यक्ति 0 नम्बर दिए, अहिले पदबाट हटाए। के गर्नु खोजेको? के राम्रो काम गर्ने मान्छेलाई स्याबासी दिनुको सट्टा दण्ड? यसै गरी यो देश चल्छ भने आज नेपाल भन्ने देश यो देशमा रहँदैन। नेपाल भन्ने देश यो भूगोलमा रहँदैन। यसको जिम्मेवारी कसले लिने हो? बाध्यताले ढाका टोपी फालेर आज यो टोपी लगाएको छु। है केपी ओली, एकपटक बोल। यो देशको सर्वोच्च कमान्डर तँ होस् कि अरू कुनै राजावादी? त्यसैले म भन्न चाहन्छु, म फेरि पनि भन्न चाहन्छु, दोहोऱ्याएर भन्न चाहन्छु, मेरो देश, मेरो प्राण राजाभन्दा प्यारो छ, प्यारो छ, प्यारो छ।